गाइज वेलकम टु माई न्यू ब्लग तपाईँलाई मेरो ब्लगमा स्वागत छ है। आज चाहिँ हामी गाजर लागेको अरे किन टक्क लाएर आज चाहिँ चुवाचेको मासु खाँदैछौँ हामीले होइन। लेट्स सी हामी चाहिँ गाडीमा छौँ होइन, टक्क गाडीमा जाँदैछौँ। त्यहाँ गएर त्यहाँ चुवाचेको मासु लिएर स्याटर लाएर बवाल बनाएर खाइन्छ है। तपाईँहरू हेर्दै गर्नु, तपाईँहरूलाई म पुरै अनलाइनबाट खिलाइदिन्छु के गर्नु होइन। हामीले यहाँ खाने तपाईँहरू चाहिँ पुरा के भन्छ थुक निल्ने हो कि नै, के गर्ने त होइन। सकेमा त सबजनाले खानुहुन्थ्यो। टक्क लाएर यस्तै छ मलेसिया भनेको नेपालभन्दा केही कम छैन। सहर बजारमा मात्रै ठुला घर, नत्र गाउँघरमा हाम्रो सुकुम्बासी जस्तै हो। टक्क लाएर यस्तै छ। टोलाएर हामी कुलाई भन्ने ठाउँमा जाँदैछौँ होइन। लेट्स चेक गएर हेरौँ, गएर हेरौँ। त्यहाँ गएर गुङ्गुरको मासु कस्तो कस्तो पाउँछ कि पाउँदैन है, चेक गरौँ कस्तो पाउँछ, कतिमा पाइन्छ। तपाईँहरूलाई म उही गएर देखाउँछु। अब यहाँ पनि हेर्नु न, पुरै राजनीति लागिरहेछ। यो तराजुको होइन, तराजुको उस रहेछ होइन, छाप रहेछ। यो अब कुन पार्टीको त चाहिँ थाहा भएन। यो नयाँ पार्टी हो जस्तो लाग्यो मलाई। नयाँ हो कि पुरानो है खासै थाहा छैन। टक्क लाएर यहाँ त डेन्जर राजनीति लागेर रहेछ नि त। आमा चुनाव लागेको छ त। आमा उता हेर्नु त। गाइस हेर्नुहोस् ल, यहाँ पुरा चुनाव लागिरहेछ कि यस्तो बवाल पारामा। यिनीहरूले थाहा पाइयो है त, यो रहेछ पार्टी चाहिँ। के हो यो, कुन पार्टी हो यस्तो? मलेसियामा भन्ने थाहा भन्ने कमेन्ट गरौँ मैले। बुङ्गुरको मासु लिन आइसक्यो। यिनी 7 केजी बराबर इंगे 30 हो। कुन लिएर जाने हो यो हो? कति लिएर जाने यता रहेछ। सेमसे समाज हो सुमो। त्यहाँ हेर त कुन लिएर जाने हो। रातो रातो र उसवाला लिएर जाने कि बोसोवाला लिएर जाने? बोसो र रातो मिक्स गर्ने यो लिएर जाने रे। कति लिएर जाने? 30 रुपियाँ केजी हो अरे। 1 केजी पुग्छ। खाने कतिजना छ भन्ने कुरो हो क्या। बाबा 1 केजी आधी तो हामी। यिनी 7 केजी, यिनी हाफ बोले। हामी त 1.5 केजी मासु लिएर जानेछौँ होइन। 1.5 केजी भनेपछि कति भयो? 45 रिङ्गेट। हामीले आज खाने मासु चाहिँ यो हो। खासै मोटो चाहिँ रहेनछ होइन। ओके ए काट्ने कि नकाट्ने? काटेर लगाउने नकाटिकन पोलेर खाने के गर्ने हो र? दिपकलाई जोइन गर्नु। नो सुमो न पोतङ यिनी पोतङ। यिनी लगी बसा यिनी पोतङ लगी यिनी मात्र बोले या। ए मैले पोलेर खाने भनेर त ठुल्ठुलो काटेछु अलिकति, त्यही आएर मिलामलाई पकाएर खाने हो। सो हाम्रो चाहिँ मासु रेडी भयो ल बुङ्गुरको। लिमा पुलो पैसा दिने साउ चाहिँ यता हुनुहुन्छ टक्क लगाएर हाई गर्दैन। थ्याङ्क यू हामी चाहिँ लियो।
अब हामी चाहिँ टक्क लाएर यो लिएर अब सट्ट गइन्छ बनाइन्छ है। सो गाइस होइन चाहिँ मासु ल्याइसक्यो टन्नै छ 1.5 किलोभन्दा बढी छ 50 रिङ्गेट नेपाली 1700-1800 भन्दा हुन्छ है। कोही हुनुहुन्छ कुलाईमा चाँचै खाने मान्छे अनि बस स्ट्यान्डको पछाडिपट्टि यतापट्टि भागमा छ टक्क लाएर हामी जस्तो हिँड्दैछौँ होइन। फाइनली मासु चाहिँ पाइयो है। लागिरहेको थियो पाइन्न कि जस्तो लागिरहेको थियो धन्न पाइयो। अब चाहिँ हामी तुरुन्तै फर्किहाल्छौँ फेरि। ओए मासुले चल्न दिन्छ कि दिँदैन हौ? सोध न दिपकलाई। सो गाइस यस्तै छ है मलेसियामा। अब कहिलेकाहीँ यसो चिल हान्नुपर्छ है। त्यही भएर टक्क लाएर आज मुङ्गुर खाइदिउँ भनेर मुङ्गुर लिएर आएको। गइन्छ पकाइन्छ है खाइन्छ। सो म खाँदै गर्नु होला बाई। तेरि यत्रो बेर भिडियो भएकै रहन्छ यार। यहाँ यस्तो मेवा छ सीताफल पनि पाइन्छ क्या गाइजहरूको। यस्तो टक्क लाएर हाम्रो रुम फेरि डेन्जर छ गाइज है। ए दिपकलाई फोन गर्न। 1.5 किलो मासु त माग मताएर मान्छे पागल हुन्छ त्यो खाएर पोलेर खायो भएर नत्र नि त लास्टै के यस्तोमा बस्छौँ हामी गाई। त्यहाँ रुम देखाउनु नि मन लाग्दैन यार के गर्नु गाह्रो छ। अब आफ्नो घर होइन बस्ने जस्तो दिन्छ त्यस्तैमा बस्ने हो होइन। यसो हामी चाहिँ रुममा पुगिसक्यो होइन। अब रुममा पुगेर अहिले पकाउँछौँ। पकाइसकेपछि तपाईँलाई देखाउँछौँ। सबैजना बसेर खानुपर्छ च्याट्ट लाएर है। बाई चोचे पाक्दैछ है। च्वाचे आउनुहोस् है खाना बवाल पारामा पाक्दैछ है। यो चाहिँ पहिला फ्राई गर्दैछु। फ्राई गरेर पकाउने भनेर बनाउँदैछु है। टट्ट लाएर अहिले बनाएर भ्याएपछि तपाईँलाई म फेरि देखाउने छु कस्तो बन्छ है। बिचमा देखाउँदै गर्छु हेर्दै गर्नु होला। बाई हाम्रो मासु चाहिँ यतिको पाकिसक्यो। यतिको ब्राउन कलर भइसकेको छ। एकछिनपछि टक्क लाएर प्याज स्याज टक्क मरमसला हालेर बवाल पारामा ग्रेभी बनाएर है चट्ट पारामा बवाल पारामा खाइदिने है टक्क लाएर। अब लेट्स सी फेरि कस्तो हुन्छ फेरि म अर्कोचोटि देखाउँछु। गाइस हाम्रो च्वाचे चाहिँ पाकिसक्यो ल। अब खानुपर्छ एकछिनमा। यस्तो हुँदैछ बवाल पारामा पाक्दैछ है। सो गाइस अब तपाईँहरू है जहाँबाट हेर्दै हुनुहुन्छ मैले चाहिँ भ्लग स्टार्ट गरेको छु। अब तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला राम्रो नराम्रो है। अब म चाहिँ भर्खर सिक्दैछु भ्लग गर्दैछु है। सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा गएर सबैजनाले। फेसबुक टिकटक युट्युब जेमा पनि हेर्दै हुनुहुन्छ सबैजनाले गएर सब्सक्राइब गरिदिनु होला। माया देखाइदिनु होला है। बिस्तारै तपाईँहरूले जति सब्सक्राइब गर्नुहुन्छ जति माया देखाउनुहुन्छ नि म त्यति भ्लग निकाल्छु क्या होइन। तपाईँहरूको मायाले नै मैले भ्लग निकाल्ने हो। सो त्यही भएर भ्लग्सको लागि केही कन्टेन्टहरू दिनु होला तपाईँहरूले पनि के गर्ने है। अब यस्तो गर उस्तो गर भनेर केही कमेन्ट छोडिदिनु होला। तपाईँहरूको 1-2टा कमेन्टले पनि मलाई धेरै हौसला मिल्छ क्या। सो त्यही हो गाइस है। अब मार्केट जाने भनेको अझै गइएको थिएन। ट्याक्सीमा जाने केटाहरूलाई बोलाएर जानुपर्ने छ। साँझ पर्न लागिसक्यो त्यस्तै छ। अब आजको भ्लग चाहिँ सायद यतैतिर बन्द गरेर गर्नुपर्छ होला। सो थ्याङ्क्स फर वाचिङ है। सबैजनाले हेरिदिनु भएको मेरो भिडियो हेरिदिनु भएको ल। आजको लागि चाहिँ भ्लग यही नै बन्द गरिदिन्छु है। सबैजना राम्रोसँग बस्नु होला। बाई बाई।